उहाँ हुनुहुन्छ सुवर्ण सर। उहाँले मलाई भन्नुभयो, मेरो बडी ट्रान्सफर्मेसन गर्नु पर्यो भन्नुभयो। मेरो फ्यामिली प्याक धेरै भयो, 6 प्याक चाहियो भनेर भन्नुभयो। मैले भने, बिहान 3 प्याक हान्नुहोस्, बेलुका 3 प्याक हान्नुहोस्, तपाईँको बडी बनिहाल्छ नि 6 प्याक भनेर भनेको मान्नु नै भएन। त्यही भएर आजबाट हामी उहाँको बडी ट्रान्सफर्मेसन सुरु गर्दैछौँ। उहाँले पहिला पनि एक्सर्साइज गरेर छोड्नु भएको हो। आज चाहिँ हामी फेरि सुरु गर्दैछौँ। आजबाट हामी स्प्लिट एक्सर्साइज गर्छौँ, जुन चाहिँ प्रत्येक मसललाई ट्वाइस पर विक विथ मोडरेट भोल्युममा गर्छौँ। वार्मअप गर्नु है भनेर भनेको, वार्मअप गर्नु पर्दैन, बिहानदेखि दौडेकै छु भनेर भन्नुभयो। ठिकै छ त्यसो हो भने। हामी पहिला चाहिँ करेक्ट फर्म, प्रोग्रेसिभ ओभरलोड, प्रोटिन इन्टेक, स्लिप र कन्सिस्टेन्सीलाई चाहिँ ध्यान दिन्छौँ है। फर्स्टमा चाहिँ यसो इन्क्लाइन बारबेल बेन्च प्रेस 3 सेट 8 to 12 रेपिटेसन्स एकदम करेक्ट फर्ममा थोरै वेटमा गर्छौँ। उहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ, यसो 2-4 केजी वेट थप्दिएको त गाह्रो भयो भनेर भन्नुभयो। 2-4 केजी मासु भात चाहिँ सजिलै पेटमा हाल्ने, 2-4 केजी फलाम बोक्नु पर्यो भने चाहिँ गाह्रो भयो भन्ने, यो चाहिँ भएन भनेको थप्नुहोस् न त भनेर भन्नुभयो। त्यसपछि हामीले चाहिँ फ्ल्याट बारबेल बेन्च प्रेस, यो पनि 3 सेट 8 to 12 रेपिटेसन्समा चाहिँ हामीले हान्यौँ। फ्ल्याट बारबेल बेन्च प्रेस हानेको त सर नै फ्ल्याट हुनुभएछ। त्यसपछि डिक्लाइन बारबेल बेन्च प्रेस 3 सेट, यो पनि 3 सेट र 8 to 12 रेपिटेसन्स नै सेम वेटमा हामीले हानिरहेछौँ। त्यसपछि हामीले मसिन चेस्ट प्रेस गऱ्यौँ, यो पनि 3 सेट 8 to 12 रेपिटेसन्स नै गऱ्यौँ र लास्टमा हामीले पेक डेक फ्लाइ हान्यौँ। पेक डेक फ्लाइ गर्दै हुनुहुन्थ्यो, सोल्डर दुख्यो भनेर भन्नुभयो। चेस्टको एक्सर्साइज गर्दै हुनुहुन्छ तर लोड सोल्डरमा परेपछि सोल्डर दुखिहाल्छ नि, फर्म गलत भएपछि भनेर भनेको हो र भनेर भन्नुभयो। अब यस्तो कुरा ख्याल गर्नुहोस् है सर भनेर सिकाएँ र यतिकैमा आज एक्सर्साइज सकायौँ। र आज मेरो लेग्सको एक्सर्साइज थियो। लेगको एक्सर्साइज गर्दै गर्दा यसो थके मारौँ न भनेर फोटो खिच्दै थिएँ। दिन त बितिसकेछ। त्यही भएर आजलाई यति, भोलि भेटौँला।